हेलो गाइस, नमस्ते सबैजनालाई। र म चाहिँ आइसकेको छु निकासी बजारमा हेर्न सक्नुहुनेछ। आज बजारको दिन हो निकासी। लो हेर्नुहोस् गाइस, यो चाहिँ बाहिरपट्टिको कागज हेर्न सक्नुहुनेछ गाइस। सन्तोल आइसकेको रहेछ है। किलो कि दामे बगरी 100 रुपियाँ किलो रहेछ गाइस। म चाहिँ केकको दोकानमा आइसकेको छु गाइस, हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ पेस्ट्री केक रहेछ, बटर केक अरे यमी यमी रहेछ गाइस। हेर्नुहोस् त है, यो चाहिँ निकासी मार्केटमा हो। र यहाँ थोरै काम थियो र म गएको थिएँ गाइस। हेर्न सक्नुहुन्छ लड्डु सड्डु सब रहेछ। यहाँ छ लड्डु हैन। र म चाहिँ बजार किन कुदैछु भने तपाईँले सोचिराख्नु भएको छ होला। म तपाईँलाई भन्ने छु केही दिन पछाडि बजारमा किन कुदैछु गाइस है त। र चाहिँ निकासी मार्केट हो। म चाहिँ निकासी मार्केट पनि पुगेको थिएँ किनकि केही वस्तुहरू ल्याउनु थियो। र अपकमिङ केही एउटा तपाईँहरूको माझमा आउँदैछ। म तपाईँहरूको माझमा भिडियो बनाएर देखाउने छु गाइस है त। हेर्दै गर्नु होला मेरो भिडियोहरू। र म चाहिँ मार्केट कुदिरहेको छु अहिले, सब्जी मार्केटतिर हैन। किन कुदेको तपाईँलाई थाहा हुनेछ छिट्टै। म तपाईँहरूलाई अपडेट दिनेछु गाइस। र निकासी बजारको एक झलक तपाईँहरूलाई म देखाउँदैछु कस्तो के लाग्यो ठक्कसँगले भन्नु होला है त गाइस।